पत्रकार दिनेश सिटौलाको आयो यस्तो पोस्टमार्टम रिपोर्ट, शरीरमा कुनै चोटपटक नदेखिएको पुष्टि। दर्शकबिन रङ्ग पत्रकार दिनेश सिटौलाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। रिपोर्ट अनुसार सिटौलाको शरीरका कुनै पनि भागमा चोटपटक वा शङ्कास्पद सङ्केत फेला परेको छैन। यससँगै उनको निधनलाई लिएर सामाजिक सञ्जालमा फैलाएका विभिन्न अफवाह र आशंकाहरू असत्य साबित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको चुनावी अभियानमा सघाउन असम पुगेका बेला माघ 16 गते सिटौला अचानक बेहोस भएर लडेका थिए। उपचारका लागि काठमाडौँ ल्याइएपछि आइतबार ग्रान्डी अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। अस्पतालले प्रारम्भिक रूपमा सिटौलाको मृत्यु ब्रेन ह्यामरेजका कारण भएको जानकारी दिएको थियो। सिटौलाको शवको पोस्टमार्टम टिचिङ अस्पतालमा गरिएको हो। एक उच्च प्रहरी अधिकृतका अनुसार पोस्टमार्टम रिपोर्टमा कुनै पनि प्रकारको बाह्य चोटपटक, हिंसाको सङ्केत वा शङ्कास्पद कारण देखिएको छैन। रिपोर्टले अस्पतालको प्रारम्भिक निष्कर्षलाई नै समर्थन गरेको छ। सिटौलाको परिवारजनले सुरुमा अस्पतालको रिपोर्टमा विश्वास गर्दै पोस्टमार्टम नगर्ने निर्णय गरेका थिए, तर पछि कानुनी जटिलता हुन सक्ने सम्भावनाबारे प्रहरीले जानकारी गराएपछि परिवार पोस्टमार्टमका लागि सहमत भएको बताइएको छ। पत्रकार सिटौलाको निधनपछि सामाजिक सञ्जालमा विभिन्न शङ्का, उपशङ्का, अप्रमाणित दाबी र अफवाहहरू फैलाइएका थिए। कतिपयले यस घटनालाई स्वाभाविक मृत्यु मान्न नसकिने दाबी गर्दै विभिन्न कोणबाट टिप्पणी गरेका थिए। केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनालाई राजनीतिक रङ्ग दिन खोजेको भन्दै आलोचना पनि भएको थियो। तर पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएसँगै ती सबै आशंका र अफवाहहरूको आधार नरहेको स्पष्ट भएको छ। सुरक्षा निकायले तथ्यमा आधारित जानकारी मात्र विश्वास गर्न र अप्रमाणित दाबी नफैलाउन सबैलाई आग्रह गरेको छ। पत्रकारिता क्षेत्रमा सक्रिय सिटौलाको असामयिक निधनले सञ्चार जगतमा शोक छाएको छ। उनको निधनलाई लिएर फैलाएका भ्रमहरू चिर्दै आएको आधिकारिक प्रतिवेदनले अब घटनालाई तथ्यको आधारमा बुझ्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।